नमस्ते, अन्यहास्यो। आज पनि म तपाईहरुको माझमा आइसकेको छु। हिजो हामीले के पढ्यौं त? मलाई पक्कै पनि आशा छ तपाईले त्यो कुराहरुलाई चाहिँ नहेरिकन लेख्न सक्ने र भन्न सक्ने हुनुभयो होला भनेर। अब हिजोको कुरालाई हल्का रिभ्यु गरौँ है त। हिजो हामीले के पढ्यौं? कोरियन लिपि नेपालीमा, कोरियामा हानगुल है। हानगुल 40 वटा भनेर हामीले हिजो पढ्यौं। त्यसमा पनि कन्सोनेन्ट कतिवटा? कन्सोनेन्ट 19 वटा हो। हामीले कन्सोनेन्ट 19 वटा भनेर पढ्यौं हैन? ठीक छ, भेरी गुड। अनि भवेल्स यो चाहिँ जस्ट रिभ्यूको लागि भवेल्स 81 वटा भनेर पढ्यौं। अब यसमा कन्सोनेन्टमा कति? सिंगल कन्सोनेन्ट कति? 14 वटा र यहाँ डबल 5 वटा हैन? अब भवेल्स सिंगल कति? 10 वटा र मिक्स 11 वटा। यति पढ्यौं नि हामीले हैन? अनि हामीले के पढ्यौं? सिंगल कन्सोनेन्ट ख, न, थ, ल, म, ब, स, छ, छ, ख, थ, फ, ह। हामीले हिजो यति पढ्यौं नि साथीहरु? ल ठीक छ। त्यसो भने अब हामी यसलाई एकचोटी उच्चारण गर्छौं है त। यो अगाडि नेपालीमा लेखौं। ख, ग, न, थ, ल, म, ब, हामी यसलाई एकचोटी उच्चारण गर्न सिक्छौं। हुन त हामीले हिजो पनि उच्चारण चाहिँ गराएको थियौं। तपाईहरुले जबसम्म सही तरिकाले चाहिँ यसको उच्चारण गर्न जान्नुहुन्न नि, तबसम्म पछि गएर हामी चाहिँ कति कुराहरु चाहिँ दुःख पाइन्छ, मतलब बुझिँदैन। त्यही भएर सही उच्चारण हुनु, सही उच्चारण गर्न एकदम जरुरी छ। हामीले एकचोटी यसलाई सरस्वती उच्चारण गरौँ। मलाई हेर्नु होला। ख, न, थ, ल, म, ब, स, छ, छ, ख, थ, फ, ह। एकचोटी तपाईहरु उच्चारण गर्नुस्। ठीक छ, अझै प्रयास गर्नु होला। यो नेपालीमा लेखे पनि ठ्याक्कै नेपाली जस्तो उच्चारण हुँदैन त, अलिकति फरक हुन्छ। त्यही भएर हामीले उच्चारणमा ध्यान दिनुपर्ने हुन्छ। अब यहाँ हेर्नुस्, एउटा ख यहाँ पनि छ, एउटा ख यहाँ पनि छ। अब म फेरि एकचोटी तपाईहरुलाई उच्चारण गर्न सिकाए। ख,
यो चाहिँ सामान्य ख न। अब हामी न उच्चारण गर्दा नेपालीमा कस्तो कस्तो हुन्छ न न न हैन। अनि कोरियनमा उच्चारण गर्दा चाहिँ न। यो तपाईको जिब्रो चाहिँ ट्याक्कै हाम्रो दाँतको पछाडिको गिजा हुन्छ नि त्यहाँबाट चाहिँ निस्किनु पर्यो है न। यो थ पनि त्यहीँबाट थ ल। हामी नेपाली ल कस्तो हुन्छ ल कस्तो सामान्य ल ल ल। तर यो चाहिँ ल जिब्रो उफ्रिनु पर्यो मतलब त्यस्तो प्रेसमा चाहिँ होइन जिब्रो चाहिँ भाइब्रेट हुनु पर्यो ल ल। यो म नेपाली म म नेपालीमा सामान्य म तर कोरियनमा म म म। यो तपाईँको नाक पनि हल्का हल्लिनु पर्यो भाइब्रेट हुनु पर्यो म म ब ब ब्लास्ट भएर निस्किनु पर्यो ब स सामान्य तरिकाले भन्दा पनि भयो स। यो छ छ पनि नेपाली जस्तै हो यो एउटा छ। यो तल्लो छ चाहिँ तपाईँले भन्दाखेरि अलिकति प्रेसमा निस्किनु पर्यो छ गर्दा तपाईँको हत्केलामा हावा निस्किनु पर्यो छ। यो माथिल्लो छ छ छ छ निस्किँदैन। यो तल्लो छमा चाहिँ छ। यो ख पनि ख हत्केलामा सास आउने गरी ख। यो थ थ फ। अनि ह नेपाली ह कस्तो हुन्छ सामान्य ह तर कोरियन ह हल्का साससँग ह निस्किनु पर्यो। मैले भन्नु खोजेको यो ख सामान्य ख यो ख चाहिँ ख अलिकति प्रेसमा निस्किनु पर्यो। यो थ सामान्य थ यो थ थ यस्तो निस्किनु पर्यो साथीहरू। तपाईँहरू यसरी नै प्र्याक्टिस गर्नु होला। अब हामी हिजो हामीले पढेको कुरा यति। यो चाहिँ जस्ट रिभ्यूको लागि मात्रै गरेको थिएँ तपाईँहरूलाई। आज हामी अझ थप केही पढ्छौँ। तपाईँले भाषा पढ्दाखेरि नि सुरुको स्टार्टिङबाट चाहिँ सिरियस तरिकाले पढ्नुभयो भने पछि साह्रो पर्दैन। यो सुरुमा सजिलो रहेछ त यति त जानी त हाले भनेर चाहिँ तपाईँले भन्नुभयो भने पछि गाह्रो पर्छ है साथीहरू। कम्पिटिसन टफ छ तयारी पनि त्यस्तै किसिमको गर्नु होला। अनि म चाहिँ के भन्छु भने नि साथीहरू म त्यस्तो धेरै पढाउँदिनँ थोरै पढाउँछु तर एकदम बुझाउने कोसिसले पढाइरहेको हुन्छु है। त्यो कुरा चाहिँ तपाईँले ध्यान दिनु होला। तपाईँले एकै दिनमा धेरै कुरा सिक्ने कोसिस गर्नुभयो भने नि अगाडिको कुराहरू बिर्सिन्छ। जस्तै अब हामीले यसलाई अहिले रिभ्यू गऱ्यौँ नि त्यस्तै तपाईँहरू आज पढेको कुरा भोलि पनि एकचोटि रिभ्यू गर्नु होला क्लासमा आउनुभन्दा पहिला। एकचोटि तपाईँहरूलाई म यो भनेको साथीहरू सिङ्गल कन्सोनेन्ट है। अब हामी यहाँ कन्सोनेन्ट डबल कन्सोनेन्ट
पनि पढ्छु। यो अनि हामी यहाँ देखिँदैछ साथीहरू? बुझिँदैन होला हौ यो। अब हामी यो हामीले सिंगल कन्सोनेन्ट उच्चारण गर्नु पनि सिकिसकेका छौँ। यो अब डबल कन्सोनेन्ट यो क देख्दै हुनुहुन्छ नि, डबल क त डबल ब प डबल स डबल ज छ च। यसलाई चाहिँ डबल कन्सोनेन्ट भन्छ। यसलाई तपाईहरु नोट गरेर टिप्नु होला। यसलाई नै डबल लेखेको छ यहाँ, त्यही भएर डबल कन्सोनेन्ट। मैले तपाईले हिजो भनेको थिएँ नि डबल कन्सोनेन्ट 5 वटा हुन्छ भनेर। यही हो, 1 2 3 4 5 वटा। यसलाई चाहिँ डबल कन्सोनेन्ट भन्छ। तपाई धेरै यताउता दिमाग नकुदाउनुस् है। डबल कन्सोनेन्ट भनेको क त प स च रहेछ भनेर चाहिँ सम्झनु होला। क त प स च यसलाई नै डबल लेखेको हो। अब यहाँ आयो भवेल्स, सिंगल भवेल्स। अब अझै मिक्स भवेल्स पढ्नै बाँकी छ। सिंगल भवेल्स चाहिँ तपाईको यस्तो धर्का तानेर चाहिँ एउटा ठाडो यता तेर्सो दिएकोलाई के भन्छ? आ। फेरि यस्तो ठाडो र यस्तो डबल तेर्सो या। अनि ठिक्क यसको अपोजिट यहाँ ठाडो आ लेख्दा के लेख्नु पर्यो? यता लेख्नु पर्यो फर्केको। अब यसलाई चाहिँ ठाडो र यता, यसलाई चाहिँ अ भन्छ साथीहरु। अनि ठिक्क यसको फेरि अपोजिट फर्केको ठाडो यता, दुईटा यता फर्केको छ, दुईटा यता फर्केको, यसलाई के भन्छ? य। अब यसलाई नै साथीहरु उतानो फर्केको बनाउनु पर्यो। यी तेर्सो अनि उकालो फर्केको, यसलाई के भन्छ? ओ। अब फेरि यसलाई नै उकालो फर्केको बनाउनु पर्यो। तेर्सो डबल ठाडो यो। यतिलाई नै तलमाथि फर्काएर चाहिँ बनेको हुन्छ साथीहरु। अब यसलाई घोप्टो फर्केको बनाउनु पर्यो। यी पहिला तेर्सो अनि ओह्रालो उ। फेरि अब यसलाई नै ओह्रालो फर्केको बनाउनु पर्यो। फेरि तेर्सो
यु। अनि जस्ट तेर्सो मात्रै उ, अनि जस्ट ठाडो मात्रै इ। कति इजी छ हैन त साथीहरु? इजी छ नि? हो, यसलाई यसरी नै माथि अझै टफ 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 स्टेप आउँदा पनि इजी इजी तरिकाले चाहिँ पढ्नु पर्यो है। अब हामी यसलाई एकचोटि उच्चारण गर्न सिक्छौं। यताको हामीले कन्सोनेन्ट उच्चारण गरिसक्यौं, जान्ने पनि भइसक्यौं। डबल कन्सोनेन्ट पनि सिकिसक्यौं। अब भवेल्सतिर हामी छलाङ हान्दैछौँ है त। अब यसलाई पनि उच्चारण गर्नु चाहिँ एकदम सही तरिकाले उच्चारण गर्नुपर्ने हुन्छ। मलाई हेर्नु होला मेरो मुखलाई। नेपालीमा लेखेको छु, तर यसलाई उच्चारण गर्ने तरिका पनि छ है। नेपाली र कोरियनमा हल्का फरक छ, त्यस्तो धेरै फरक त छैन। यो के हो साथीहरु? नेपालीमा आ भनिन्छ नि, आ। तर कोरियनमा आ, ठुलो मुख खोलेर आ। या, अ, य, मुख चुच्चो पारेर, हल्का चुच्चो पारेर ओ, यो, उ, यु, यु, उ। यो उ चाहिँ हल्का मुख यस्तो पार्ने, तर यो दाँत जोडाउने हैन, हल्का ग्याप राखेर उ, उ, धेरै फार्ने हैन, उ। यो इ चाहिँ इ, अलिक फारेर इ। अब यहाँ तपाईहरु देखिसक्नु भयो होला, यो उ पनि छ, यो उ पनि छ। हो, नेपालीमा यहाँ पनि उ लेखेको छु, यहाँ पनि उ लेखेको छु, तर उच्चारण गर्ने तरिका मैले के भने तपाईहरुलाई यो चाहिँ हल्का मुख चुच्चो पारेर उ, यो उ चाहिँ उ हो। यसले लिसनिङमा 1 नम्बर खान्छ है साथीहरु पछि। यसरी तपाईहरु पहिला कपीमा लेख्नु होला, कपीमा लेखेर चाहिँ यसरी उच्चारण गर्नु होला पुरा के अरे ऐना हेर्दै। लास्ट टाइम हामी एकचोटि उच्चारण गर्छौं। कन्सोनेन्टबाट एकचोटि उच्चारण गर्न सिकौं। ख, न, न, थ, ल, म, ब, स। यो चाहिँ साइलेन्ट, यसको कुनै साउन्ड हुँदैन। यसको काम के भनेर म तपाईहरुलाई सिकाउँछु। छ, छ, ख, थ, फ, ह, क, त, प, स, च। डबल कन्सोनेन्ट। अब लास्ट टाइम हामी म सँगसँगै तपाईहरुले पनि उच्चारण गर्नु होला है त। ध्यान यतै साथीहरु, ध्यान ध्यान। आ, आ, या, अ, य, ओ, यो, उ, यु, उ, इ। यसरी तपाईहरु यसलाई लेखेर प्र्याक्टिस गर्नु होला। मैले डबल कन्सोनेन्ट लेखाए। छिटो पढ्नु ठुलो कुरा हैन साथीहरु, जे पढ्नु चाहिँ राम्रै। छिटो छिटो चक्रमा फेरि डाल्दाखेरि पछाडिको कुराहरु अगाडिको कुराहरु बिर्सिँदै गयो त। अनि यसले तपाईहरु कसरी प्र्याक्टिस गर्न सक्नुहुन्छ भने हिजो मैले तपाईहरुलाई के भनेको थिएँ, कोरियन अक्षर कम्प्लिट हुनको लागि कन्सोनेन्ट र भवेलको चाहिँ के हुनु पर्यो, मिक्स हुनु पर्यो है त।
सी र बी। अब यो ख भने के हो? सी हो हैन त? ख। अनि तपाईको चाहिँ यहाँ अब टक्क यो खमा यो के हो? आ हो नि त साथीहरु हैन? खको पछाडि यदि जोड दिनु भयो भने कन्सोनेन्ट र भवेल्स आयो, अक्षर पूरा भयो। अलि ठुलो लेख्थे। भयो कि भएन त साथीहरु? भयो। अब यसले के हुन्छ? ख प्लस आ ले के हो? खा। अब न भने के हो? कन्सोनेन्ट हो, व्यञ्जन वर्ण हो। अनि अब तपाईको चाहिँ फेरि यो आ भने के हो? भवेल्स हो। गर्दा के हो? न र आले ना। यसरी तपाई यसको पछाडि यो भवेल्सहरुलाई जोड्दै पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ। अब जस्तै अब यो ना। अब खा मा पछाडि या जोड्दा के भयो? ख मा पछाडि या जोड्दा ख्या। ख्या भयो साथीहरु। हैन त? अब अझै तपाईको खको पछाडि अ जोड दिनुस्। ख र अ ले के भयो? ख भयो। हो। यसरी पनि तपाईहरु प्र्याक्टिस गर्न सक्नुहुन्छ। जति सक्नुहुन्छ स्पिड भन्दा पनि त्यसलाई कसरी चाहिँ मजाले बुझ्ने तरिकाले पढ्ने भन्ने कुराहरु त्यही ध्यान दिनु होला। साथीहरु आज हामी यति नै पढ्छौं। भोलि हामी मिक्स भवेल्स पढ्छौं। त्यो भन्दा त्यसपछि अरु पढ्छौं। हो। एकदम मैले जुन कुराहरु पढाएको छु नि साथीहरु एकदम ध्यान दिएर पढ्नु होला है। कम्पिटिसन टफ छ फेरि पनि भने चान्चुने मेहनतले चाहिँ हुँदैन है। यति त आइहाल्छ नि भनेर चाहिँ फेरि यस्तो हेलच्याक्र्याक नगर्नु होला। उच्चारण विधि सिक्नु होला। सबैभन्दा मोस्ट इम्पोर्टेन्ट भनेको उच्चारण विधि। कसरी चाहिँ यो मतलब साउन्डहरु निकाल्ने भन्ने कुरा। अनि यो ख र यो ख को डिफरेन्स मैले अघि भनिसके तपाईलाई। यो सामान्य ख, यो ख चाहिँ ख। अलिक प्लेसमा निस्किने ख। अब हामी हाम्रो क्लासलाई यही अन्त्य गर्छौं। भोलि फेरि पनि म तपाईहरुको माझमा आउने छु भन्दै आजलाई हाम्रो क्लास चाहिँ अन्त्य भइसकेको छ साथीहरु।